फर्स्ट राइड हो डोमिनारसित। मैले चाहिँ डोमिनार 400 लिएको छु र आजको राइड हाम्रो नुवाकोट दरबारसम्मको छ अनि राइड चाहिँ एकदम रमाइलो भइरहेको छ। मैले चाहिँ यो बाइक लिएको 1 वर्षभन्दा लगभग बढी भयो र प्रायः जस्तो राइडमा हिँडिरहेको पनि हुन्छु होइन। तर यसको चाहिँ के भन्छ अब माइलेजदेखि लिएर यसको पर्फर्मेन्स होइन सब एकदम बवाल लाग्छ। सबैभन्दा बवाल लाग्ने यसको मलाई भनेको चाहिँ ब्रेकिङ चाहिँ खतरा लाग्छ। अनि आज चाहिँ हामी पृथ्वीनारायण शाहको पालामा बनेको दरबार 7 तले दरबार गएर आयौँ, फर्किँदैछौँ। रमाइलो त यस्तै हो, साथीहरूसँग जाँदा चाहिँ त वाइल्ड रमाइलो हुन्छ। त्यो भने आज चाहिँ हाम्रो किनभने 40 जना थियौँ हो, बवाल मजा आयो। दरबार पुगेर पनि फर्क्यौँ। डिलमा रहेछ दरबार, तर त्यो बनाउनेले गर्दाखेरि चाहिँ त्यहाँ हामीले खासै केही देखिनौँ। अनि उता मन्दिर गयौँ, मन्दिरमा यसो ग्रुप फोटो खिच्यौँ अनि त्यहाँबाट फर्केको। डाँडामा रहेछ वरिपरि डिल अनि तल चाहिँ पुरा फाँट देखिँदो रहेछ। अनि माथि दरबार चाहिँ यहाँ माथि टपमा रहेछ। रमाइलो भयो साथीहरूसँग जे होस्। अब हामी फर्किन्छौँ, पुग्छौँ चाहिँ कहिले हेर्दै गर्नु होला। अब यस्तै छ, केटाहरू कहाँ अगाडि गइसके, पछाडि पनि आउँदैछन् केटाहरू चाहिँ। कहिले कहाँ घुमाउँछ कहाँ आमामा केटाहरू है। लग्यो भने केटाहरूलाई गुट्टुङ टुङटुङ। के गर्यो हजुर? खोला नजिकै छ। केटाहरूले आज घुमाइ छ होइन, पौडी खेल्नु जाने रे। आउँछ वाह 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 वाह, दामी ठाउँ है।
को लड्यो फेरि को लड्यो भाइ एकचोटि फेरि धेरै टाढा नजानु धेरै टाढा नजानु लास्ट गर्मी भएर होइन पुरा केटाहरू त सबै भिज्दैछ त हौ के हो अनि लु भिजौँ को छ भिज्ने लास्ट गर्मी छ यता त केटाहरू चाहिँ गर्मी छल्नलाई खोलाको किनारै हिँड्दैछ ऊ यताबाट घुमेर आउँदैछ कोही अनि कोही चाहिँ अब यता खोलामै पुरै होइन धारोमै पुरा डुबिरहेछन् अब यस्तै छ आजको त झन् मजा अब गर्मी भयो गर्मी त लास्टै गर्मी हो भाइ अनि शीतल भएर पुरै भिज्दैको ल फोटो चाहिँ म खिच्छु है यहाँ डिलमाथि बसेर अनि पानी एक केस लिएर आउनु होइन लास्ट गर्मी भएर यहाँ तल आएर छु यहाँ धारामा पुरा नुहाएर टाउको भिजाएर बसेको साथीहरू पनि सबैलाई गर्मी भएको छ अब ए दाइ म नानी साथी छु के गर्ने यहाँ तपाईँ हामी चाहिँ साथी हो त्यहाँ एकछिन गर्मीमा चिसो खायौँ पानी सानी खायौँ अनि एकछिन गर्मी छलेर शीतलमा बस्यौँ अनि त्यहाँबाट चाहिँ हामी अब फर्किँदै हो अब लगभग 2 घन्टा जतिमा चाहिँ काठमाडौँ पुगिन्छ होला उडायो आम्मामा केटाहरूको घर फर्किँदाको रफ्तार है उडाउँछ है सुरुङ रुङ फर्किँदै हो हामी यहाँ अगाडि बुलेटले मलाई चाहिँ पुरा डिस्टर्ब हानिरहेछ अगाडि जान दिइरहेको छैन
धुलो मजा आउँदैछ है मजा सब केटाहरू यङ नै यङ छन् है आमा यस्तो उडाउँदैछ कि केटाहरूको रफ्तार माथि टपमा पुग्नुपर्ने होला हामी सायद खत्रै हुँदैछ राइड एक्सपिरियन्स बबाल छ झन्डै खात्रै उफ्रिँदै थियो रे नम्बर प्लेटै चढ भएछ ल यसरी अलिक हुन्छ नि त यो धेरै होला ए ल राम्रै भएछ त अब यो नयाँ उपलब्धि ल हामी चाहिँ है फर्किँदैछौँ हाम्रो चाहिँ यहाँनिर अब
चिया हुन्छ कि केटाहरूले नास्ता के खुवाउँछ अनि खाएर हामी फर्किन्छौँ। हाम्रो चाहिँ बाइक चाहिँ पुरा लाइनै छ है, फेरि सरर देखिँदैछ। डोमिनार छ प्राय लगभग एउटै कलरको छ। कस्तो छ अनुभव? ल आजको अनुभव बताउँ त। एकदम खतरा छ। हाम्रो सरले चाहिँ एकदम बाइक कुदाउनु भएको छ, हामीले पनि कुदाएको छौँ। एकदम रमाइलो भइरहेछ। टक्क लाएर ग्रुपमा च्याट कस्तो हुँदैछ बाबा? वाइल्ड मजा, वाइल्ड यतारि जानु वाइल्ड मजा। नम्बर प्लेट उड्ने गरी नम्बर प्लेट उठ्ने गरी उडाइदिने र केटाहरू होइन डोमिनार 400 सानो भयो। डोमिनार 400 को छोरा जीवन सानो छ, फेरि बाइक चलाएछ यत्रो। त्यही भएर टायर निस्क्यो। कस्तो भयो त आजको राइड? सही भइरहेछ। हाम्रो सबैभन्दा सानो कान्छा राइडर हो होइन, किर्तिपुरबाट। नाम सुगम तामाङ। अब यस्तै रमाइलो हुन्छ क्या, जानुपर्छ। फेरि अब अर्को टाइम कहाँ आउँछ सबजना म जस्तै नयाँ भएर होइन। चिया गर्मीले अघि तातेको होइन, अनि पुरा अलिअलि चिसो भएर आयो किनभने अब हामी जङ्गलतिर आइसक्यौँ। त्यही भएर अलिकति चिसो भएको छ। त्यो अब ज्यान तताउनको लागि एकछिन रिफ्रेसमेन्ट ब्रेक लिएको छौँ हामीले। ल सो फार सो गुड। रमाइलो हुँदैछ। रमाइलो त भयो होइन। वाइल्ड चिया नास्ता है। अहिले चाहिँ हामी यहाँ छतमा बसेर चाहिँ चिया खाँदैछौँ। अब मेरो केटाहरू यता छन्। हामी शिवपुरी आइपुग्यौँ। यहाँबाट फेरि यही ढलान फिक्स ढलानको बाटो हुँदै फेरि हामी ओह्रालो हुँदै हामी चाहिँ झर्दैछौँ। जस्ट रमाइलो भयो, केटाहरू सबैले रमाइलो गरे, इन्जोय गरे, मलाई पनि रमाइलो लाग्यो। तपाईँहरूलाई के कस्तो लाग्दैछ हेर्दै जानु होला। अझै हामी अब फेरि अब एक ठाउँमा भेट हुन्छौँ अनि एक ठाउँमा फेरि ग्यादरिङ हुन्छौँ र को कता जाने भनेर त्यहाँबाट चाहिँ सबै छुट्टी हुन्छौँ। अब केटाहरू कहाँ पुगे है, पछाउनु पर्छ। अगाडि छन्, पछाडि आउनेहरू पनि आउँदैछन्। ल म चाहिँ बुढा नीलकण्ठ आइपुगेँ। केटाहरू कता गयो? चाहिँ माथि जाम पनि परेको थियो। अब अगाडि गयो कि पछाडि गयो? अब सिधै बुढा नीलकण्ठबाट चाहिँ चक्रपथ, अनि चक्रपथबाट चाबेल हुँदै म चाहिँ घरतिर पुग्छु। अब केटाहरूलाई अब यतैबाट अब बिदाई होला जस्तो छ। अब कहाँ गयो? अब पछिको आउँदैछ कि पछाडि पछि चक्रपथ होइन, म यता चक्रपथ नगइकन म यता सिधै धुमराईबाट निस्किनु पऱ्यो। चक्रपथ निस्क्यो भने जाम होला जस्तो छ। अब के गर्नु, अब साथीहरूलाई भेट हुँदैन होला त्यता गएर। अब यताबाट आफ्नै बाटो लिएर चाहिँ जान्छु म यतापट्टि। उसबाट भनौँ न उता यतापट्टि छिरे, उनीहरू चक्रपथबाट आएछन् जस्तो। अनि कहाँबाट छोडियो त केटाहरू त? अनि म त यहाँ आएर कुरेर बसेको भएछ। ल हामी चाहिँ अहिले यहाँ गोपीकृष्ण आइपुगेका छौँ। गोपीकृष्ण हलमा आइपुगेको छौँ यहाँ। अब यहाँदेखि चाबेल जाने, चाबेलबाट उता जोरपाटी जाने हो। अब यहाँबाट चाहिँ हामी लगभग छुट्छौँ होला। रमाइलो भयो नि त। आउँछ। हेलो, हामी चाहिँ उयोबाट
यो सर्च गरौँ त ल मलाई नाम भन्दिनँ म यहाँ नेट चल्दैन ए गएर म सर्च गर्छु यासर बिसी यासपी ब्लग यासर स्पेस बिसी स्पेस ब्लग यो सब क्यापिटलमा छ ल अनि त्यही यसै एउटा हरियो बाइक छ दुईटा छ दुईटैमा गर्दा हुन्छ ल ल ल ल केटाहरू त भर्खरमा आउँदै रहेछ त म नै छोडियो होला भनेर भनेको त म चाहिँ सबभन्दा अगाडि आइपुगेको छु ल हामी त यतैबाट जाने हो ल ल ल ल ल ल नमस्कार है ल राइड राम्रो भयो है म चाहिँ यहाँबाट छुट्ने है ल ल ल यहाँबाट छुट्ने है ल ल ल ल ल रमाइलो भयो है ल ल रमाइलो भयो है अब म चाहिँ जोरपाटी यता जाने हो अब किन बाइकर्स किन गर्ने त बाइकर्स किन गइदिने त यता जाने ल ल ल ल ल हामी चाहिँ यताबाट लाग्छौँ ल हामी यताबाट लाग्दिन्छौँ ल ल ल ल ल ल राम्रो भयो आजको है केही भएन है राम्रो भयो ल ल भाइ ल ल ल लाग्यौँ अब हामी चाहिँ यताबाट है ल ल ल ल ल ल लागेको ल अब उता जोरपाटीतिर हो है ल ल राम्रो भयो है ल ल हामी लाग्यौँ ल हामी चाहिँ यताबाट है ल हेलो हेलो बुढीजी नमस्ते